डायलिसिसमा भएका मानिसको बारेमा नर्मल मान्छेले सोच्ने 3वटा कुराहरू। पहिलो नम्बरमा भनेको डायलिसिस सुरु हुनु भनेको अब जीवन सके जस्तै हो। डायलिसिसमा हुने मान्छे सधैँभरि दुखी नै हुन्छ। तर वास्तवमा डायलिसिस भनेको धेरैका लागि बाँच्ने अर्को मौका हो र उनीहरू आशा, धैर्य र हिम्मत लिएर हरेक दिन अगाडि बढिरहेका हुन्छन्। दोस्रो नम्बरमा भनेको डायलिसिसमा भएका मान्छेहरू सामान्य जीवन जिउन सक्दैनन्, बेडमै सुतिरहन्छन्, केही गर्न सक्दैनन्। तर वास्तवमा डायलिसिसमा हुने धेरै बिरामीहरू काम गर्छन्, सपना देख्छन् र सधैँ आफ्नो जीवनसँग लडेर अघि बढिरहन्छन्। होला सुरुका केही महिनाहरू, केही समयहरू गाह्रो हुन्छ, तर हाँस्नै नसक्ने, बाँच्नै नसक्ने भने पक्कै हुँदैन। र तेस्रो नम्बरमा भनेको डायलिसिस भनेको बिरामीको मात्रै समस्या हो। डायलिसिस भनेको त्यही कहिलेकाहीँ अस्पताल गएर सामान्य उपचार गरे जस्तै त होला। तर वास्तवमा यो हप्ताको 2-3 पटक मेसिनसँग जोडिएर घन्टौँसम्म बस्नुपर्ने कठिन यात्रा हो, जसमा परिवार, पैसा, समय, भावना धेरै कुराहरू जोडिएका हुन्छन्। डायलिसिस सजिलो यात्रा त होइन, तर यसले म जस्तै हजारौँलाई जीवनसँग लड्ने आँट, हिम्मत र हौसला दिन्छ। तर थोरै डिसिप्लिन भन्ने चाहिँ अवश्य चाहिन्छ। के भयो त, अरू नर्मल मान्छेको हप्ताको 7 दिन हुन्छ भने हामीसँग हप्ताको 5 दिन हुन्छ। त्यसैले आफूले मन लागेको कामहरू गरौँ, बाँचौँ भन्दै थ्याङ्क यू सो मच।